ब्याक माई युट्युब च्यानल केही हजुर स्वागत छ मेरो बाइङ अफिसियल च्यानलमा। अनि हजुरहरू मेरो च्यानलमा नयाँ हुन्छ भने मेरो च्यानल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्दै आशा छ आज मैले यो भिडियो स्टार्ट गरिरहेको छु। अनि हजुरहरूले अफिसले अगाडिको थम्बनेल ट्रेलर हेरेर पनि थाहा पाइसक्नु भयो होला। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा, अनि अब म चाहिँ यहाँबाट केकहरू लिएर फेरि बजारबाट केक लिएर जानुपर्ने छ। अहिले 6 बजिसक्यो। हामीहरू चाहिँ सरप्राइज दिन जाँदैछौँ हाम्रो छेमाको छोरी हाम्रो विद्या बहिनीको बर्थडेमा हामी चाहिँ सरप्राइज दिन जाँदैछौँ। अनि के कस्तो हुन्छ हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि हामी अब कहाँ जान्छौँ के गर्छौँ हजुरलाई देखाउँदै गर्छौँ। मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त। केक कसरी छ मोबाइल केक चाहिँ केक दोकान है, कुन केक लाग्छ हामी गाडी पर्खिँदैछौँ है। केक किनेर ओरेर आएर गाडी पर्खेर अनि अब चाहिँ गाडीमा चढेर जाने। अनि त्यसपछि हामीहरू परिसक्यो, गाडी नै आउँदैन हौ, म्याजिक पर्खेको ढिलो भइसक्यो। तर पनि राति पुग्छौँ छिटै के हुन्छ। मलाई मेरो बहिनी चाहिँ बहिनी हाल अझै पनि आदर भएर चाहिँ लाइट नभएर हामी दुईजना चाहिँ जाँदैछौँ यता म्याजिकबाट ओर्लेर। अनि यति धेरै बाटोमा यति धेरै भिड छ कि रात परिसक्यो। छिटो झन् छिटो गर्दा पनि झन् छिटो रातै परिहाल्यो। अनि बिदालाई नभनिकन आएको, अब सरप्राइज दिन हिँडेको मान्छे के भनेर आउनु भनेर आएको। राति जाने भनेको साँच्चीकै राति नै पऱ्यो क्या। अहिले रातिको कति 7 बज्न लाग्यो, 6:45 भइसकेको छ। अनि अब हामी चाहिँ जाँदैछौँ, 2 जना मात्र जाँदैछौँ है। हाम्रो ठुलो बहिनी चाहिँ हाम्रो निमा चाहिँ आएन, किनभने बिमारी छ। अनि त्यही भएर नजाने भन न हामी निसारा म मात्र जाँदैछौँ। अनि अब गएर विद्याको रियाक्सन हेर्नु छ। हामीले आउँदिनौँ भन्दै ढाड्दै हामी चाहिँ गयौँ। अनि हाम्रो केकहरू पनि बिजोग भइसक्यो होला गाडीमा। हाम्रो पूर्वको बाटो त्यस्तै छ, घालटाङ र घुल्टुङ। केक हल्लेर केक पनि प्याचक्क भयो। आज त बिजोग हुन्छ केक बिग्रियो भने चाहिँ। जाँदैछौँ बाटोमा, अब के कस्तो हुन्छ हामी हजुरलाई देखाउँछौँ। र त्यस्तो साह्रो भिडियो चाहिँ हामीले बनाएको छैनौँ। अनि त्यस्तो धेरै यो चाहिँ नगर्ने, जस्ट केक मात्र लगेर हामी जाँदैछौँ। अब गएर हेर्नु छ विद्याको रियाक्सन के गर्छ कसो गर्छ विद्याले। हामीले नभनिन भने जान्छौँ। ल अब हामीहरू एकचोटि छेमाको घरमा गएर मात्र भेट्नु नै छौँ। बाटोमा हामी अब हिँड्दैछौँ, सुई जानुपर्ने छ छिटो। अनि छेमाको घरमा गएर एकचोटि अब हामी भेट्नेछौँ। छोमा आदि मात्र होला है चामल कि धेरै नै?
गाइस आमकी राख्छु त अन्त दिँदैन नि लाग्नु दिन्छु नि पक्नु न एकछिन छ माथि सबै गराउन लिएर आमा दिन्छु त मेरो नातिले दिन्न त Happy birthday to you. हेलो गाइस यहाँ चाहिँ बर्थडे सुरु भयो Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Clap, clap, clap. Happy birthday. Happy birthday to you. Happy birthday to 1, 2, 3. Let's all birthday say happy birthday to you. Happy Happy birthday to you. Happy birthday to you. Make a wish, blow the candles. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Jump, jump, jump around. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy बन्द नगर्नु अझै to you. Happy birthday to you. बन्द अब Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Clap, clap, clap your hands. Happy birthday. अब हामीतर्फ लाग्दैछौँ हाम्रो बर्थडे सकिसकेको छ हामी मात्र घरको मान्छे मात्र छौँ त्यही भएर अब हामी चाहिँ यहाँ खाना खान लाग्दैछौँ खाना होइन पुलाउ पाएको आज मैले पुलाउ स्पेसल पुलाउ पाएको छु विकास खै मलाई देन त पैसा हामी अब खाना खान लागेको छौँ के खाएको अब खाएला मैले म त खादिन एकछिन खान्छु ल टिक्की पुलाउ मुलाको अचार सुसको अचार अनि अचार अनि यो अचार पापड अनि पुलो खाएर अनि दिउ पनि छ अनि दिउ पनि खाएर खाइ ल ल मैले के पुलाउ खानुभएको हेर्ने के छ नाम पनि भनिदिनु न खाएर म पनि हामीले खाएको ल अनि रोनीले अब हेर्दै बस्थे हामीहरू चाहिँ बर्थडे सड्डे मनाएर खाना खाएर अनि अब चाहिँ सुत्तर्फ लाग्दैछु अनि हजुरहरूलाई मेरो भिडियो हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नबिर्सिनु होला अनि यतिसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई बाई बाई